Hello guys, I'm looking for the. I'm looking. अहिले नास्ता हामी चाहिँ अहिले यो फोक्सोनोदेखि निस्केको यो झरनामा आइपुगेको छौँ। ओ भन्ने ठाउँमा आइरहेको छु। के अरे फोक्सोन्डो भन्ने ठाउँमा आइरहेको छु। अब Hello guys, I'm looking for the. I'm looking. केटाहरूको पारा फेरि हाम्रो चाहिँ यही फोक्सनदेखिको मतलब दुनैदेखिको फोक्सनको यात्रा होइन हामी चाहिँ यार्से गुम्बा खोज्न जल्लाको एकदम खोला दामेको टिम चस्मे ग्याङ पुरै चस्मे ग्याङ हो। लागि ग्याङ पुरा मजा आएगा फेरि केटाहरू चाहिँ अहिले यसो धुपमा बसिरहेको अवस्था भन्दा नि छायामा बसिरहेको अवस्था केटाहरूको यात्रा चाहिँ फोक्सोनोसम्म आज केटाहरूको आँखपट्टिको छ हेर्नुपर्छ। नगर्नु यार कुकर फुटाल्यो। हेर्नुहोस् त केटाहरू एकदम ट्याकटुक लगाएर पुरा चस्मे ग्याङ पाटनमा जाने टोली हो होइन। यस्तो गर्ने यस्तो खेल्ने यस्तो पुरै माथि गएर एकदम डह्रो तरिकाले यार्से गुम्बाहरू खोजेर डह्रो कमाइ गरेर आउनुपर्छ केटा। स्वागतम। चस्मे टिम पुरै निस्लटेर यहाँ पुरै एकदम शीतल बसिरहेको छ होइन। अब यस्तै हो यात्रा गर्दाखेरि अलिकति गाह्रो त भइहाल्छ। यता हाम्रो दाइ चाहिँ चस्मा लगाउँदै हुनुहुन्छ। यसो भाइले चाहिँ अलिकति डरै दिइरहेछ कि डरै दिइरहेछ कि यस्तो सल्लाह केटाहरू चस्मा लगाउनु चस्मा ग्याङ चस्माको ग्याङ हप्तेको ग्याङ कहाँ पुग्ने गरे आज हामी आज छेप्का रातारात छेउ पक्रिनु भने छेउ पक्रिनु पर्छ। गाइजहरू यहाँ चाहिँ बोल्नै जान्दैन यिनीहरू। आज कता रातारातै हिँड्ने भन्ने कुरो भइरहेको छ नि। नगरे केटाहरूको नास्ता प्रस्थान हुँदैछ अहिले होइन। माथि डोल्पाको लागि हिँडिरहेको टोली हो अहिले। नास्ताको प्रस्थान भइरहेछ केटाहरू। मलाई हेर चाहियो ल केटाहरू पुरै चिलमा माथि से फोक्सोनो भन्ने ठाउँमा पुग्ने भन्ने प्लानिङ छ। अहिले टाइम चाहिँ अहिले 5 बजिरहेछ रातिको 12-1 बजीसम्म माथि से फोक्सोनो भन्ने ठाउँमा सम्म पुग्ने भन्ने केटाहरूको एकदम आँट छ क्या। पुरै केटाहरू जोसमा छन् होइन। दुश्मन हेरेको हेरे हुन्छ क्या। पुरै दुश्मनहरूलाई हेरेको हेरे बनाउने भन्ने केटाहरूको बोल पनि छ है गाइज। ल हेरौँ केटाहरूको गाउँले लाइफ कस्तो हुँदो रहेछ केटाहरू बुझ्नु पऱ्यो होइन। हाम्रो टोली चाहिँ अर्को दिनको प्रस्थानमा एकदम यहाँ नास्ता खाइरहेको अवस्थामा बसिरहेको छ टोलीहरू। यस्तो पाराको छ केटाहरू है। भर्खरै घाम झुल्किरहेछ
बल्ल बल्ल पुरै भन्ने ठाउँमा आइरहेको छु के अरे से फोक्सुन्डो भन्ने ठाउँमा आइरहेको छु अब यहाँदेखि हाम्रो यात्रा यो फोक्सुन्डोको कुना त तालकोना भन्ने ठाउँमा हुन्छ आजको बसाइ हजुरले वहाँ देख्न सक्नुहुन्छ तालकोना भन्ने वहाँ पर 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 त्यहाँ फोटोमा त त्यहाँ देखियो तर हामी खासमा भन्ने हो भने यति हो गाइजहरू जाँदैछु से फोक्सुन्डो आइपुगेको छौँ हामी से फोक्सुन्डो अनि हामी घरमै बसी से फोक्सुन्डोको मजा चाख्न चाहनुहुन्छ मजा लिनुहोस् घरमै बसी मजा चाख्न चाहनुहुन्छ हजुरहरू हामी चाहिँ यहाँ भिडियो यस्तो दुःख कष्ट सहेर हजुरहरूलाई यस्तो हामी भ्लग बनाइदिइरहेको छु हजुरहरूले केही गर्नु पर्दैन त्यसको लागि हाम्रो दुःख पीडा केही नै हेरिकन भने हजुरहरूले ओन्ली वान एउटा लाइक र कमेन्ट जरुर गरिदिनु होला नत्र भने हामी यस्तो भिडियो बनाउन अब धेरै दुःख भइसक्यो यस